हेमा दिदी हामी चाहिँ भानुचोकमा आइसक्यौँ शान्तमाया छ अनि यिनीहरू यता आऊ ल हेमा दिदी हामी आइसक्यौँ हेमा दिदी हामी तपाईँलाई भेट्न आउँदैछौँ है मिलान जानु सरप्राइजमा आउँदैछौँ हेमा दिदी यहाँ अब हामी सिटीमा सिटी चढ्न आँटेको भानुचोकमा आइसक्यो आज हेमा दिदीलाई भेट्यो भनेर होला उयो केही भएन गाडीमा बाई अहिले भेटौँला हामी चाहिँ जाँदैछौँ हामी चाहिँ आइपुग्न आँट्यौँ पछि तपाईँले यो भिडियोहरू हेर्न सक्नुहुन्छ ल हामी चाहिँ अहिले हेमा दिदीको ठ्याक्क अगाडि आएका छौँ सबैजना ल टक्कसँगले अनि म पनि छु स्टेला छ इजाक दाइ चाहिँ एकदम निन्द्रा है निन्द्रामा छ आँखा रात अब हामी जाँदैछौँ अगाडि अगाडि हामी पछाडिबाट आउँथ्यौँ हामी चाहिँ ढोकै लाउन बिर्छौँ होला न पुग्दैन नि कुकुर त हेलो यहाँ हामी अझै छौँ हौ यहाँ बिस्तारै बिस्तारै छिर्नु न छिर्नैपर्छ अब जुत्ता हालेर गाइज हाम्रो यहाँ हेमा दिदी इमोसनल आऊ न भित्र गिटार फाइनल हेमा दिदीलाई हामी दिदीलाई भेटेर एकदम आलु अनि के हो चाहिँ अलिक व्यावहारिक रूपमा गयो भन्नुतिर भन्दा पनि आलु आलु हो सबैजनालाई यो चाहिँ गरेन ल धन्यवाद सबैजनालाई थ्याङ्क यू सो मच मोटाको अवस्था तिमीहरू सबै एउटा ग्रुपको सपना देखेको छु क्या मैले एउटा ग्रुपको सपना देखेको थिएँ अर्कोचोटि हिँड्दाखेरि मैले कहिल्यै सपनामा कहिले चाहिँ नहुनु देख्छु ग्रुपमा यसरी कहिले चाहिँ होइन देख्छु म तर के हो भने एकचोटि मैले यस्तो सपना देखेँ क्या जुन सपनामा चाहिँ यिनीहरूलाई हामी चाहिँ सङ्गति शिशिर र पोखरीहरूले चढ्न ऊ भएर यिनीहरू ढिलो हुन्छ हामी कहाँ सङ्गति जानु भने जबसम्म सिधै अरे भन्नु मसँग त एउटा घरमा प्रार्थना गर्नुपर्छ अरे हाम्रो विश्वासी चर्चको विश्वासीको घरमा भएर त अरे म चाहिँ अब प्रायः यिनीहरू सन्तोषहरू हुनुपर्छ नि त अनि भएर यस्तो भने यस्तो मसँग त सृष्टि थियो नि पछाडि यस्तो हेर्छु त अरे स्टेला थियो अनि त्यसपछि शान्ता पो थियो अरे ए यो बहिनीहरू अर्को बहिनीहरू खोइ त भन्ने उयो हुन्छ अरे फेरि भयो जस्तो पनि नभएको जस्तो पनि त देखायो क्या सपना सपनै हो होइन तपाईँले यस्तो दुर्बिनमा देख्दाखेरि चाहिँ नभन्नु है नभन्नु गेट अगाडि आइपुग्नु हो भने चाहिँ हामी फेरि साइड लाग्छौँ अनि फेरि भित्र आएपछि फेरि त्यो रियाक्सन दिदी त हाँस्यो सरप्राइज ओभर भयो
ल गाइस होइन सबैले हेलो भनौँ है त घाम एकदमै छ है पछाडि इसाक दाइ चाहिँ हाम्रो ड्राइभर आजको होइन फाइनली धरानको हरियालीमा के अरे अब हामी हरियालीमा पुग्ने हरियालीमा हरियो भने चेकमा स्वागत छ हामीलाई यो हरियालीमा स्वागत छ टिकट काट्दैछौँ यहाँनिर चाहिँ हेलो न्यू ब्लगर परमेश्वरको बधाई दुनियाँको बादशाहको नदी बन्यो फर्किएको हामी जान आँटेको हजुर ल बाई बाई धेरै धेरै धन्यवाद थ्याङ्क यू मेरो भाइ बहिनी दिदी हाम्रो भ्लगमा बाई बाई भनिदिनु न त्यसरी यहाँ प्यारो दिदी बाई भन्नु न ल अब हामी चाहिँ घरतर्फ लाग्यौँ आजको भ्लगलाई हामी एन्ड गर्छौँ ल हाम्रो दिदी यहाँसम्म छोड्छु भनेर आउँदै हुनुहुन्छ ल खासमा तपाईँ ढोका लाउन आउनु भएको होइन तपाईँको कहाँसम्म जाने यात्रा हो ल दिदी बाई 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 हुन्छ ओके ल अब चाहिँ हाम्रो भ्लगलाई हामी एन्ड गर्छौँ आजको भ्लगलाई हामी एन्ड ल सबैलाई बाई भनिदिउँ हामी देखिन बाई बाई बाई